कैलालीमा घट्यो डरलाग्दो घटना। 28 वर्षीय युवकको घाँटी छिनालेर 2 युवक पुगे प्रहरी चौकी। दर्शक वृन्द, कैलाली जिल्लाको घोडागोडी नगरपालिका वडा नम्बर 8 जरैका 28 वर्षीय केशव सिंह बुढाको घाँटी रेटेर हत्या गरिएको छ। असोज 14 गते राति 11 बजेतिर केशवको हत्या गरी टाउको बोकेर 18 वर्षीय बलबहादुर विक र गंगा बुढा प्रहरी चौकी प्रतिखेत पुगेका थिए। मृतक बुढाको हत्या गर्ने दुवैजनालाई इलाका प्रहरी कार्यालय सुखडमा राखिएको छ भने घटनाको अनुसन्धान भइरहेको छ। मेरो 81 मेरा बोइको घाँटी रेटेर बाल्दिनु भयो कि म तिनको घर दिन्नी र मेरो छोरा भोकै छ भनेर आयो भने त मेरो बोइको घाँटी चेक्यो भने म एक मन मान्दैछु। मेरो म तिनीहरूको घरमा मैले लैजा भनेर पनि मैले लिएको छैन, मेरा घरमा छ भनेर पनि मैले दुःख काटेको छु। मैले मेरा छोराछोरीलाई मैले नुनसँग खावा भनेर पनि मैले खुवाएको थिएँ। अहिले मेरा पहिला 81 यस्ता रे, मेरा पहिला खाना पनि खाएको छैन। म 500 रुपियाँको रिचार्ज ल्याउँछु, 400 को मासु ल्याउँछु, खान्छु। म भोलि बिहान इन्डिया गइजान्छु। मेरो बुबुलाई इन्डिया जाने गाडी भाडा म दिउला भनेछन् भने बुबुला कटाए मेरी बुबु। मैले कपडा धुएर म अरूको धान उठाउन गएँ, मैले अहिले मेरो बोइको त्यस्तो हत्या बनाइदिए। त्यही मान्छेलाई कडा कारवाही गरिदिनु होला। मेरो बोइको हातमा शान्ति पाओस्। अहिले मेरो छोरा पाल्ने कसले पाल्दिला। तपाईको आफन्तहरु कोही छैनन्? कोही छैन। सुर्खेतदेखि आउँदैछन् भन्ने हामीले सुनेका थियौँ। मेरा पहाड छन्, स्थिति कमजोर छ। पहाड पनि त्यतिकै छैन। यहाँ तपाईलाई यो घटना मेरा 4 देउर छन्, मलाई 5 देउर छ, भन्दा जेठो छोरो हो। तपाईले कति बजे थाहा पाउनु यो घटना घटेको? मैले त केही थाहा पाइन। कति 2 बजे कि 3 बजे थाहा पाएँ। यो हेर्नु न, पुरा यसको उहाँ बच्चाको बाबुलाई यस्तो हात 2 बजे राति जन्मेदेखि त्यतिखेरबाट हामी त्यस्तो यो बाबुको हालत। मैले मेरो स्थिति कमजोर हुँदा मेरो छोराको उपचार पनि गर्न पाएको छैन। अहिले मेरो बोइले चाहिँ एकातिर बिरामी पनि हुनुहुन्छ। मेरो बोइ त्यो घटना घटाउने व्यक्तिलाई चिन्नुहुन्छ हजुरले? चिन्दैन, मैले देखेको पनि छैन, कहिले पनि देखेको छैन। त्यो घरको परिवारै पनि देखेको छैन त्यही मान्छे। आज 81 मेरो बोइले पनि चिन्थिन होला त्यसलाई। आफन्त सन्तानहरू छन् भन्छन्, कोहीका घरतिर गएको छैन। मेरो बोइ जान्थ्यो, दारू पनि खान्थेन, अझै छाड्यो थियो। अब म मेरा छोराछोरीका लागि पनि म रौसी खान्न भनेर मेरा बोइले खाएको छैन। अहिले हिजो बेलुका घर ल्याएर त्यहाँ जबरजस्ती खुवाएर रौसी। मेरा बोइको अहिले घाँटी कि बाँधेर राख्दिनँ भन्ने मेरा बोइको गल्ती थियो। म तिर्दैछु जसरी भने म आफ्नो बोइको गल्ती भए म तिर्दैछु सजाय। त्यसले मेरो बोइको घाँटी किन्नु थिएन कि मेरा बोइको न्याय हुनुबाट कि मैले पनि त्यहीको मेरा बोइको जसरी हत्या गर्न पाऊँ। अहिले मेरो यहाँ ठाउँमा कोही आफन्त पनि छैन। मेरो जेठो ससुरा हुनुहुन्छ, भोलि सानो हुनुहुन्छ आफन्त। यहाँ मेरो कोही पनि छैन। आएको 6 महिना भएको म हामी छुटेर आफन्त मान्छे भनेर मेरो घरमा गएको छैन। म एक दिन भोगाइरहेर पनि मेरो छोरालाई नुन हाँसी नुन खुवाएर पनि मैले पालेको छु। त्यही पनि मैले अहिले सबैले धान खान भनेर रोक्न गहुँ काट्न गए। चैतको महिना आएर 1 महिना कि छोरी छाडेर गहुँ काटेर मैले अहिले 2 कट्टा गहुँ बनाएर त्यही गहुँ खान्छु। सबैलाई दिन्छन् मलाई, त्यहाँ अरू समाजले दिन्छ, तर आफन्त मेरो सन्तानले दिएको छैन।